मलाई 6 महिना लगाएर द ग्रेट हिमालयन ट्रेल्स गर्न मन छ। नेपालको इस्ट कञ्चनजङ्घाबाट वेस्ट अप्पी सैपालसम्म जाने। नेपालको सबै मेजर ट्रेकिङ रुटहरू हाई अल्टिट्युड पासेस हुँदै अराउन्ड 1700 किलोमिटर हिँड्न मन छ। अराउन्ड 6000 मिटर अल्टिट्युड माथि क्याम्पिङ गर्न मन छ। अलि गाह्रो छ थाहा छ, तर इम्पोसिबल छैन। अब इमेजिन गर्नु त, त्यत्रो 6 महिनाको ट्रेकिङ, एक्लै हाई अल्टिट्युड क्याम्पिङ, त्यो पनि नयाँ ठाउँमा, कति डर लाग्छ। हजुरलाई नलागे पनि मलाई चाहिँ एकदम डर लाग्छ। त्यही भएर मेजर डिफिकल्ट रुटहरू चाहिँ म एकचोटि पहिले गएर आउन मन छ। र यसो हेर्ने हो भने नेपालको मेजर ट्रेकिङ रुटहरूमा म धेरै ठाउँ गइसकेँ र बाँकी भनेको 2-3 वटा ठाउँ छ र मेन त अप्पर डोल्पा र कञ्चनजङ्घा बाँकी छ। र द ग्रेट हिमालयन ट्रेल्सको स्टार्टिङ भनेको कञ्चनजङ्घा, सो वाइ नट कञ्चनजङ्घा भनेर हामी कञ्चनजङ्घा बेस क्याम्प अर सर्किट भनौँ गइरहेछौँ। र म फर्स्ट टाइम एभर 20 डेजको ट्रेक गर्न गइरहेको छु। 100% प्योर, ब्युटिफुल एन्ड र नेपाल। I am very excited to see world third highest peak. And if you are excited too, then follow me for this crazy adventure.